नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मिस्टर नेप्सु नामक युट्युब च्यानलमा। आज हामी नेपालको सबैभन्दा ठूलो कमर्सियल बैंक ग्लोबल आइएमए बैंकको बारेमा टेक्निकल र फन्डामेन्टल दुवै पक्षको सरल विश्लेषण गर्न जाँदैछौँ र यस भिडियोको अन्तिमसम्ममा मैले तपाईहरुलाई यस बैंकमा सुरक्षित एन्ट्री र एक्जिट लेभल कहाँ हुन सक्छ भनेर त्यो विषयमा पनि जानकार गराउनेछु। यदि तपाईहरुलाई यो भिडियो मन परेको अवस्थामा तपाईहरुले कृपया यो भिडियोलाई लाइक गरेर कमेन्ट बक्समा जीबीआईएमई भनेर लेख्न सक्नुहुन्छ। र यस्तै अरु कुनै पनि कम्पनीको बारेमा जान्न चाहनुहुन्छ भने कृपया जानकारी गराउनु होला र यो च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सनु होला। त सुरु गरौँ आजको भिडियो। त्यो भन्दा पहिला यहाँ मैले स्क्रिनमा केही कुराहरू देखाएको छु। कृपया यो कुरालाई राम्रोसँग मनन गरेर मात्रै तपाईहरुले चाहिँ लगानी गर्न सक्नुहुन्छ। ग्लोबल आइएमए बैंकलाई नै मैले लिनुको मेन कारण भनेको यहाँ हेर्न सक्नुहुन्छ, गएको 3 महिना भित्रमा मात्रै म्युचुअल फन्डहरूले 20,31,232 किता चाहिँ बाइ गरेको पाइएको छ, जसमध्ये गएको महिना मात्रै तपाईले यहाँ देख्न सक्नुहुन्छ 1,07,051 किता, गएको महिनामा 1,61,825 किता र यो महिना मात्रै 1,08,401 किता चाहिँ खरिद गरिएको छ। हुन त 8 वटा म्युचुअल फन्डहरूले 1,16,516 किता बाइ गरेका थिए भने दुईटा म्युचुअल फन्डहरूले चाहिँ 8,115 किता चाहिँ सेल गरेको पनि पाइएको छ। त यसरी हामीले टप मोस्ट होल्डिङ हेर्ने हो भने हालसम्म एनआइबीएल सहभागिता फन्डसँग सबभन्दा धेरै किता चाहिँ रहेको छ भने त्यही अनुरूप एसएसआईएस अनि गएर एमबीएल त्यस्तै गरेर एनएमबी सँग पनि ग्लोबल आइएमए बैंकको चाहिँ शेयरहरू चाहिँ होल्ड गरेको चाहिँ हामी देख्न सक्छौं। र अब ब्रोकरहरूको कुरा गर्ने हो भने यो 1 महिना भित्रमा चाहिँ भिजन सेक्युरिटी नामक ब्रोकर नम्बर 34 सँग सबैभन्दा धेरै होल्डिङ रहेको छ। यहाँ तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर ब्रोकर नम्बर 14 नेपाल स्टक हाउससँग पनि होल्डिङहरू राम्रो मात्रामा छ भने त्यस्तै श्रीकृष्णसँग मैले चाहिँ टप 3 ब्रोकरहरूको चाहिँ यहाँ होल्डिङ्सहरू हजुरलाई देखाएको छु। त्यस्तै गरी अब यहाँ तपाईले हेर्न सक्नुहुन्छ, म्युचुअल फन्डले यो ग्लोबल आइएमए बैंकको शेयर किन्दै गर्दा यसको चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ केही रेशियोजहरू यहाँ मैले देखाएको छु। की रेशियोजहरू जुन चाहिँ तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ। केही कुराहरू राम्रा छन् भने केही कुराहरूमा चाहिँ बैंकले अझै पनि सुधार गर्नुपर्ने चाहिँ देखिन्छ। अब यसमा चाहिँ तपाईलाई मैले एउटा कुराहरुको के जानकारी गराउन चाहन्छु भने यो बुक भ्यालु पनि तपाईले विचार गर्न सक्नुहुन्छ। अहिलेको हाम्रो यो फर्स्ट क्वार्टरली रिपोर्ट अनुसार चाहिँ यसको 179 रुपैयाँ 50 पैसा चाहिँ रहेको छ ग्लोबल आइएमए बैंकको बुक भ्यालु। यहाँ तपाईले हेर्न सक्नुहुन्छ यसको ईपीएस पीई भर्सेस इन्डस्ट्री अब यो चाहिँ राम्रै मानिन्छ। त्यस्तै गरेर यसमा चाहिँ केही 70 वटा राम्रा पोइन्ट्सहरू छन् भने 10 वटा चाहिँ नराम्रा पोइन्ट्सहरू पनि छन्। तर यसलाई चाहिँ बैंकले बिस्तारै सुधार गर्दै जानेछ। यसको एउटा नराम्रो पोइन्ट्स भनेको एनपीएल चाहिँ अलि बढी हाई नै छ तपाईको, तर बैंकले त्यसमा सुधार गर्नको लागि आवश्यक कदमहरू चाहिँ चालेको पाइन्छ। त्यस्तै अब फाइनान्शियल सेक्टरमा तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँनिर स्क्रिनमा यो भिडियोलाई पज गरेर यसको बारेमा जान्न चाहनुहुन्छ भने तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ। त्यस्तै गरी डिभिडेन्डको कुरा गर्ने हो भने अब हामी लङ टर्म को लागि बैंकको शेयर किनेर होल्ड गरेर राख्छौं भने त हामीले पक्कै पनि डिभिडेन्डहरुलाई नै हेर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा साथीभाइहरुले चाहिँ टुप्पोमा गएर लगानी गर्नुहुन्छ अनि त्यसपछि त्यो कम्पनीले बोनसहरु पनि दिदैन, डिभिडेन्ड पनि दिदैन, हात खाली हुन्छ अनि फसिएको केसमा चाहिँ त्यो निल्नु न उकल्नु हुन्छ। त्यही भएर तपाईले यदि लङ टर्म को सोच राखेर कम्पनीमा लगानी गर्नुहुन्छ भने चाहिँ कृपया डिभिडेन्ड हिस्ट्रीलाई पनि ध्यान दिनुपर्ने चाहिँ देखिन्छ। अब टेक्निकल्ली बैंकको कुरा गर्नुपर्दा यसका एन्ट्री जोन चाहिँ सबभन्दा राम्रो
यो 210 देखि 220 को आसपासमा रहन्छ। अब मूल्य त्यहाँसम्म आउँछ कि भन्ने आश त छ, तर यहीँबाट फर्किन पनि सक्ने हुँदाखेरि एउटा सेफ एन्ट्रीको लागि चाहिँ हामीले 210 देखि 220 सम्मको रेन्जलाई कुर्छौँ भने अहिले नै हामीले आफूसँग भएको बचतको केही हिस्सालाई चाहिँ तपाईँले यहाँनिर लगानी गर्न पनि सक्नुहुन्छ। मेरो भनाइ के हो भने तपाईँले पुरा आफूसँग भएको पैसा नै यहाँ लगानी चाहिँ कृपया नगर्नु होला। यहाँनिर आफूसँग भएको हिस्साको 30 देखि 40% मात्र लगानी गर्नुस् र यदि त्यो बढेर यहाँ माथि जान्छ भने तपाईको यो जोनमा आउँछ भने तपाईहरु एक्जिट हुन सक्नुहुन्छ हैन। यदि केही कारणले गएन र बिस्तारै मार्केट तल आउँछ भने पनि आत्तिनुपर्ने अवस्था छैन, किनभने यो भनेको एउटा बलियो सपोर्ट रहेको छ 210 देखि 214 को। त्यो कारणले गर्दाखेरि इन केस तपाईले यहाँ एन्ट्री लिनुभयो तर मार्केट भोलि गएर तल झर्दियो भने पनि तपाईले यहाँनिर चाहिँ राम्रो बाइ गर्न सक्नुहुन्छ। किनभने अघि नै मैले भिडियोमा देखाइसकेको छु कि म्युचुअल फन्डले यति धेरै मात्रामा यो किताब बाइ गर्नुको पछाडीको कारण भनेको पक्कै पनि यो तल जान त यिनीहरूले दिन्छन् जस्तो लाग्दैन। यदि केही कारणले गयो भने पनि 210 मा चाहिँ थुप्रै बायरहरू आउँछन् भन्ने चाहिँ हामी त्यो कुरामा चाहिँ विश्वस्त हुन सक्छौं। र यदि तपाईले यहाँ के बाइ गर्नुभयो, हाम्रो टार्गेट त यो टपमा हुन्छ पहिलो टार्गेट, दोस्रो र तेस्रो चाहिँ कृपया अन्तिमसम्म भिडियो हेर्नु होला। त हामीले यहाँनिर बाइ गरियो तर केही कारणले मार्केट यहीँबाट बढ्न सुरु गरेको अवस्थामा तपाईले यहाँनिर पनि केही किता थप गर्न सक्नुहुन्छ। तर यहाँ थप गरेको किता चाहिँ अलिकति रिस्की नै मानिन्छ, किनभने कतिपय केसमा के हुन्छ त, जस्तो यो मार्केट यहाँबाट इनकेस सपोर्ट लिएर माथि गएको अवस्थामा पनि यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ यसरी गयो माथि त हैन, त त्यो जोनलाई छुने बित्तिकै तल झर्न पनि सक्छ। सो त्यो हिसाबले यो चाहिँ अलिकति रिस्की मानिन्छ। तर तपाईहरुलाई रिस्क लिन चाहनुहुन्छ भने यहाँबाट बढेको अवस्थामा यहाँसम्म पुग्छ कि भन्ने हिसाबले यहाँनिर एन्ट्री लिन सकिन्छ। तर एउटा कुरा मनन गर्नुस् भने यो जोनमा चाहिँ भए जति पैसा सबै चाहिँ नलगाउनु होला। यो जोन र यो जोनमा 30-30 लगाउनुहुन्छ भने यो जोनमा तपाईले 50% राख्न चाहिँ सक्नुहुन्छ। यसरी चाहिँ हामी अगाडि बढ्न सक्छौं। त्यस्तै गरी यहाँनिर तपाईहरुको एक्जिटको लागि मैले अघि नै भनिसके, हाम्रो सेफ जोन त 210 देखि 215 यो ठाउँमा आकोलाई चाहिँ तपाईहरुले कम्तिमा पनि टार्गेट 3 को 300 को रेन्जमा तपाईले चाहिँ सेल गर्न सक्नुहुन्छ। किनभने इन केस यहाँबाट आएर माथि जान्छ भने त्यति सजिलै यहाँ आउँछ भन्ने हुँदैन। अथवा त्यसको फरक सिनारियो यदि तपाईहरुको यही जोनबाट जान्छ भने हाम्रो पहिलो टार्गेट चाहिँ के हुन्छ भन्दाखेरि 255 देखि 260 को चाहिँ हाम्रो पहिलो टार्गेट, अथवा भनौं न 250 देखि 260 को रेन्जलाई तपाईहरुले लिन सक्नुहुन्छ। त्यस्तै गरेर हाम्रो सेकेन्ड टार्गेट भनेको 275 देखि 280 को हुन्छ भने यसमा चाहिँ तपाईहरुले जस्तो मानौं उदाहरणका लागि तपाईले 500 किता चाहिँ किनेर राख्नु भएको छ हैन, बिस्तारै किन्दै किन्दै जाँदा तपाईको 500 किता पुग्यो। त्यसपछि मात्रै यो मार्केटमा यो ग्लोबल आइएमएफ बैंकको शेयर चाहिँ बढ्न थालेको देख्नुभयो भने तपाईले के गर्न सक्नुहुन्छ त, 500 किता मध्ये 200 किता चाहिँ तपाईले टार्गेट 1 मै निकाल्न सक्नुहुन्छ। बाँकी रहेको 200 किता चाहिँ तपाईले टार्गेट 2 मा निकाल्न सक्नुहुन्छ भने यदि यसको मूल्य 300 प्लस हुन्छ भने चाहिँ बाँकी रहेकोबाट तपाईहरु चाहिँ एक्जिट हुन सक्नुहुन्छ। यो त भयो लङ टर्म होल्डिङको लागि। लङ टर्म होल्ड गर्नेले चाहिँ अब स्टप लस खासै त्यस्तो हेर्नु पर्दैन। अब कम्पनी डुब्न लाग्यो, म्युचुअल फन्डहरुले सेल गर्न थाले भने त्यो फरक सिनारियो हुन्छ। तर यदि तपाईहरुले यो भिडियो हेरेर यसलाई चाहिँ एउटा ट्रेडिङको रूपमा लिन इच्छा राख्नुहुन्छ भने चाहिँ त्यो अवस्थामा अब माथि गयो त तपाईको प्रफिट तपाईको हुन्छ, तल आयो भने पनि लस त तपाईकै हुने हो। त्यो अवस्थामा आफ्नो रकम जोगाउनको लागि ट्रेडिङको पर्सपेक्टिभमा भन्नुपर्दा चाहिँ तपाईहरुले 210 लाई नै कुरेर एन्ट्री लिन सक्नुहुन्छ र त्यो अवस्थामा तपाईको स्टप लस चाहिँ 205 हुन जान्छ। त्यो गर्दाखेरि लगभग तपाईले 5 रुपैयाँको लस बेहोरेर नाफा चाहिँ तपाईले राम्रो कमाउन सक्नुहुन्छ। यो भिडियो चाहिँ लङ टर्म पर्सपेक्टिभको भएको हुनाले गर्दाखेरि चाहिँ म यसमा यो भिडियोलाई हेरेर ट्रेड गर्नुस् चाहिँ म भन्न सक्दिन। यदि तपाईलाई लङ टर्म इन्भेस्टमेन्टमा विश्वास लाग्छ, म बिस्तारै कमाउँछु, कुनै हतार छैन भन्ने चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईहरुको लागि हो। र अब त्यस्तै नै यहाँ अर्निङ को पोइन्ट अफ भ्यूबाट यदि तपाई ग्लोबल आइएमए लाई हेर्न चाहनुहुन्छ भने यहाँ तपाईले स्क्रिनमा हेर्न सक्नुहुन्छ।
अन्त्यसम्म यो भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै अरू कुनै कम्पनीको बारेमा तपाईहरुलाई बुझ्न मन छ भने कृपया कमेन्ट बक्समा गएर तपाईले कमेन्ट गर्न सक्नुहुन्छ। यो भिडियो कस्तो लाग्यो, मैले के कुराहरुमा सुधार गर्दा अझ राम्रो हुन्छ, कृपया जानकारी गराउन सक्नुहुन्छ। यति भन्दै आजको लागि म यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धेरै धेरै धन्यवाद।